Hi guys, welcome back to my YouTube channel. अवस्था हाम्रो दोस्तै छ किनकि हामी ट्राभल गर्दै थियौं. हामी सिक्लेस जाँदै छौं अनि सिक्लेसबाट भोलि चाहिँ हामी ताङतिङ जान्छौं. अहिले चाहिँ हामी यो के अरे चिप्लीमा छौं. अब हामी यो तातो तरकारी खान्छौं. यम्मी प्याज र खुर्सानी हालेको. ओ यो जुन गाउँ देखाएको छ नि हो यो चाहिँ सिक्लेस. यो हाम्रो अन्नपूर्ण रेन्ज. हाम्रो गाडी चाहिँ अब यताबाट जान्छ यो रुट अनि हामी चाहिँ यहाँबाट जान्छौं किनकि झुलुङ्गे पुल भाग्यो अर्किसी झुलुङ्गे पुलमा हिँडेर जाने भन्नुभयो दाइले. हजुरहरु हिँडेर जानु म यताबाट घुमेर आउँछु भनेर. कस्तो राम्रो छ के हेर्दाखेरि नि. वे नबाङ हलिन्छ. वे मेरो नि खिच्दैन यसो ढुङ्गा क्या दामी यहाँ के. वे झर्ना हेर्न त्यहाँ फोनमा राम्रो देखेन. वे कति धेरै त्यो ढुङ्गा हेर्न कति धेरै झर्नै झर्ना छ. 1 4 3 2 1 आजको हाम्रो स्टे चाहिँ यहाँ छ. यहाँ यो होमस्टेमा अन्नपूर्ण गेस्ट हाउस. यो चाहिँ नजिकै छ. यो यहीँ छ त्यो के अरे बस स्ट्यान्ड हो. अनि यो चाहिँ म्युजियम हाम्रै ठ्याक्कै यहाँ अगाडि छ यस्तो म्युजियम. अनि पारी ताङतिङ छ यहाँ. यहाँबाट देखाएको छ कि छैन. हामी भोलि त्यहीँ जाने हो. आजलाई हाम्रो स्टे यही हुन्छ. हाई, हामी चाहिँ अहिले खाजा खानलाई तल आयौँ. यो चाहिँ हाम्रो किचन. अनि अब चाहिँ हामी गाउँ डुल्नको लागि रेडी भइसक्यौँ. अघि मेकअप थिएन, अहिले मेकअप थप्यौँ. अनि आएको त हामी 11 बजी आइपुग्यो हो. अहिले 3 बज्यो. सुत्यौँ एकछिन. अब दिउँसो घाममा कहाँ हिँडेर गर्मी नै छ यहाँ चाहिँ. त्यही भएर सुत्यौँ एकछिन. अब चाहिँ हामी माथि गाउँतिर जान्छौँ. फोटोसोटो खिच्छौँ, डुल्छौँ. यो ब्याकग्राउन्डमा देखेको गाउँ पुरै घुम्छौँ सक्दो. अनि आएर बेलुका अब के हुन्छ हेर. मैले चाहिँ खाजा खानलाई बसेको यहाँ. खाजा चाउचाउ र अन्डा आउँछ अनि खान्छौँ. अनि हामी यहाँबाट लाग्छौँ. बाई बाई. किप वाचिङ. यहाँ चाहिँ कोरी जाने यताबाट, कापुची जाने यताबाट. गाउँ डुल्दैछौँ. अब चिसो हुँदैछ. एउटीले ज्याकेट लगाइसक्यो. मैले अब जाडो बस्छ. म अलि एस्थेटिकको लागि एकछिन मात्रै नलगायो नत्र जाडो भइसक्यो. अनि सनसेट पनि भइसक्यो. त्यही हो. त्यो हिमाल चाहिँ यहाँबाट देख्दैन. ताङतिङबाट देख्छु. भोलि म हिमाल देखाउँछु नाइसवाला छत्री लाएर. यहाँबाट चाहिँ हिमाल हेर्नलाई माथि पार्क जानुपर्छ. जुन चाहिँ अब हामी भोलि जान सक्छौँ. भोलि बिहान जान सक्छौँ भने सकेसम्म जान्छौँ. अनि गुरुङ ड्रेस पनि लाउँछौँ. हामी गाउँ डुलेर फर्किँदैछौँ. दिदी कृषा र सानभवी मेरो बहिनी चाहिँ बहिनीले फोन कता छोडी होइन त्यही खोज्नको लागि गएको छन्. म चाहिँ अब धेरै उकालो ओह्रालो गर्न सक्दिनँ. त्यही हो. कहाँ हो मैले खासमा हाम्रो बाटो थाहा नपाएर हो क्या म यसरी हिँडेको. खासमा न त म अघि नै पुगिसकेको थिएँ. घुमाइ भयो क्या. म एक्लै भएपछि रुटै थाहा भएन नि त. अब यस्तो छ अगाडि आइपुगेँ. त्यो हामी बस्ने होमस्टे. यो चाहिँ हाम्रो अब बेलुकाको खाना खाएर अब हामी चाहिँ डुल्छौँ गाउँतिर. यस्तो बेलुकाको हाम्रो भ्लगर दिदीले फेरि अर्कै कन्टेन्ट चल्दैछ. दुईटा कन्टेन्ट गोइङ साइड बाई साइड. वकमा हिँड्दै थियौँ बेलुकाको रातिको 10 बजे. तर खासै गाउँमा चलपल चाहिँ छैन. त्यस्तो चलपल छ तर त्यस्तो बाजा बजाएर डान्स चाहिँ छैन.
त्यही भएर अब चाहिँ हामी डुलेर ब्याक टु रुम अनि हामी सुत्छौँ होला अनि हामी भोलि बिहान सिधै भेट्छौँ होला भूतको अवस्थामा हिँडेछौँ सबजना औतारी पारामा हाई एभ्रिवान गुड मर्निङ फ्रम सिक्लेस अनि हामी चाहिँ ब्रेकफास्ट गर्दैछौँ भर्खर कति बजे 8 बजे अनि अब हामीलाई वहाँ माथि पनि जान छ त्यही अब हामी यो खाएर जान्छौँ सिक्लेस पार्क बाई बाई हामी हाम्रो ब्यागमा देखाउँछु म यो गुरुङ ड्रेसहरू हालेर माथि सिक्लेस पार्क गएर के अरे लगाएर फोटोसुट भिडियो सुट गर्ने भनेर प्लान बनायौँ अनि पछि त्यही अब जान्छौँ यहीँबाट लगाएर चाहिँ जानु दिनु हुँदैन रहेछ यहाँ चाहिँ धेरै जस्तो अहिले कोरी र कापुचे जानेहरू आइरहनु भएको छ यत्रो उकालो चढ्दाखेरि पनि वहाँ हामी बसेको सबसे लास्टतिर अझै आएको छैन यो कोरी कापुचे जाने मान्छे कसरी हिँड्दा हुन् म त हिँड्न भनेपछि कति पनि सक्दिनँ छोटो मिठो हाइक गर्नको लागि पार्कसम्म जाऊँ भनेको नि गाह्रै भइसक्यो बाई बाई अब पार्कमै गएर भेट्छु र मेरो अवस्था यस्तो छ है यहाँ ब्याग छ अगाडि अनि ब्याग अगाडि बोकेर हिँड्दैछु थके लाएर ओ गड फाइनली हामी सिक्लेस पार्क आइपुग्यौँ पिङहरू छ चिप्लेटी छ अनि ओ माथि माथि भेडाहरू के हो भेडै त माथि माथि उसहरू छ त्यो भेडाहरू अनि हिमाल चाहिँ आँखाले देखाए जस्तो राम्रो चाहिँ देखेन तर एकदम प्रिटी छ अनि आई पार्टी साटी पार्टी रे पिकनिक सिक्निक भइरहेछ त्यहाँ पिङ छ यो पिङ पनि खेल्छौँ हिमाल ढाकिन लाग्यो त्यही भएर गुरुङ ड्रेस लिएर आएको छौँ हामीले त्यो गुरुङ ड्रेस लगाएर अनि हामी भिडियो खिच्छौँ त्यही हो सिक्लेसको पार्कमा छु अहिले यस्तो बवाल भ्यू देखिरहेको छ यहाँबाट एन्ड या अब चाहिँ म गुरुङ ड्रेसमा चेन्ज हुन्छु मेरो ट्रान्जिसन त भन्दैन त्यही हो यहाँ चाहिँ सबजना टिकटक सिकटक बनाउँदै भिडियो खिच्दै हुनुहुन्छ बादल पनि हिमाल पनि बादलले ढाक्न लगाइसक्यो त्यही भएर छिटो हामी गुरुङ आउटफिटमा चेन्ज हुन्छु म अनि दिदीहरूले हामी सबले ब्यागमा बोकेर लिएर आएको गुरुङ ड्रेस अनि या आई सी गाइज गुरुङ ड्रेसमा अब हाम्रो गुरुङ चेलीहरू तयारी अवस्थामा रेडी हुँदै डान्स कम्पिटिसन इन्टर स्कुल प्यारेन्ट्स डे इन्टर स्कुल के अरे डान्स कम्पिटिसनमा जाँदै हुनुहुन्छ यस्तो राम्रो भ्यूको अगाडि तयार हुँदै अब आउटफिट देखाऊँ उठेर एउटाले चाहिँ अलिक छिटै गएर राम्रोबाट त्यो रोजिहालिन् जस्ट के यति मात्रै छ कि मेरोमा यो जस्ट मेरो गुरुङ आउटफिट यही हो यो हाम्रो यो माला अनि पछि यो पैसावाला माला अनि यो रेड कलरको के भन्छ यसलाई अनि तल चाहिँ स्कर्ट अनि चोली अनि यो टाउकोमा यो के भन्छ यसलाई केही नै आउँदैन नाम मलाई तर यो गुरुङ ड्रेस हो हाम्रो चाहिँ यो लट्ठी बोकेर कोरीतिर लाग्दैछौँ कोरीसम्म ताङतिङ जाँदैछौँ अब हामी यहाँबाट यसरी बासको गाडीबाट यता भन्नुभएको थियो सम्पदा यो 3 घण्टामा ताङतिङ हिँड्नु भने म सम्पदालाई के ट्रेक लिएर जान्छु अर्को ट्रेक म हिँड्न सक्छु 3 घण्टा त हेरौँ होपफुल्ली अब हामी लाग्यौँ ताङतिङतिर हामी अहिले एकदमै कन्फ्युजनमा छौँ यो एउटा बाटो छ यहाँ अर्को बाटो छ
हामी यहाँबाट आयौँ। अब हामीलाई जान छ ऊ त्यो गाउँ। अब हामी कहाँ जाने हो थाहा छैन, कोही मान्छे पनि छैनन् साइडमा। हामी अलिअलि त चिचायौँ कोही छन् कि भनेर, कोही रहन्छन्। फेरि त्यहाँ गएर होइन रहेछ भने यत्रो फर्केर आउने आँट कसैकोमा छैन जहाँ गए। तर यता फेरि ढुङ्गाहरू छैन भन्छ, यतै हो कि भने हिँड्न लागेको हो। लेट्स सी, पुग्यौँ भने पुग्यौँ, पुगेनौँ भने अब पुगेनौँ भने नि पुग्नै पर्यो। अब कसरी हुन्छ जसरी त्यसरी। कस्तो प्रिटी छ यहाँ भ्यू चाहिँ। जियोस् उल्टो बाटो आयौँ नि त। अनि दाइलाई सोध्दैछौँ, दाइको घर यो हो। कस्तो शीतल ठाउँमा छ घर, हावा पनि शीतल छ, भ्यू चाहिँ कस्तो एस्थेटिक छ। जियोस् अब हामी त्यो डाँडा जानलाई यहाँबाट घुमेर वहाँ पुग्नु छ। दाइ झन् कन्फ्युज बनायो। भन्दै हाल्नु कहाँ हो, बुझ्यौ बुझ्यौ बुझ्यो है। फाइनली हामी हाम्रो यो मादी खोलाको पुल आइपुग्यौँ। यो पारीको डाँडो ताङतिङ, यो बारीको डाँडो, यो सिक्लेस। यिनीहरूको हालत नि बेहाल छ। फाइनली हामी त पुलदेखि बित्तिकै कस्तो चिच्चायौँ कि ए हो ओए चिप्लेरी जस्तो चिप्लो। गाइस बल्ल तल आएको पुल चाहिँ यस्तो चिप्लो रहेछ कि हामी हिँड्न नि सकिरहेको छैनौँ। ओ भ्लगरको हालत खराब छ। यस्तो चिप्लो पुल के बनाएको होला। आफ्टर यत्रो डाँडा पुरै टुप्पोदेखि तल झरेपछि फाइनल्ली हामी खोलामा आइपुग्यौँ। सिधै डिरेक्ट उसबाट किन पाइन्न पाइन्छ। सिधै हिमालबाट आएको, यो त कोरीबाटै आएको पानी होला। हिमालबाट कि है सिधै आएको पानी कापुचे हो। ए कापुचेबाट आएको खोला त्यही हो। हिँडेको वहाँ छ गाउँ है, सिक्लेस गाउँ यहाँ छ। देखाएको छ कि छैन? देखा त हो, त्यहाँ हो त्यो सिक्लेस गाउँ भयो होइन। त्यहाँबाट पुरै डाँडा झरेर खोला तरेर हामी यो बाटो आयौँ। अब चाहिँ यो गाडी हिँड्ने बाटो हो। यहाँ चाहिँ केही भइहाल्यो भने चाहिँ गाडी बोलाउन मिल्छ चिप। तर यो बाटो अलिक सजिलै भएर चाहिँ हामीले फाइनली हामी हिँडेर ताङतिङ आइपुगेको त छैन, तर यहाँबाट अलि मजाले नजिकै देखियो डाँडा। अब यो बाटो हिँड्ने होला। हामी यो बाटो आयौँ। ऊ त्यो डाँडाबाट पुरै तल झरेर कचोट देखाउनु थोरै देखेछ, बट हामी अति धेरै हिँड्यौँ। ओह्रालो हामी 1 बजे हिँडेको, अहिले चाहिँ 5 बज्यो के ठ्याक्कै। अनि 2 घन्टा भनेर 2 घन्टा भन्ने मान्छे नि थिए हामीलाई। ओके 2 घन्टा ओके तर सानोतिनो त हाइकिङै हो, यो ट्रेकिङै हो यार। त्यत्रो ओह्रालो को झर्छ त्यहाँबाट पुरै तल छ त नि। अनि ऊ यहाँबाट दामी उस देख्दो रहेछ कि त्यो कापुचेवाला होरी हो। यहाँ हिमाल छेक्यो बादलले, तर यो कापुचेवाला त्यो अनि त्यहीँबाट आएको रहेछ कि तल मादी खोला। सनसेट भयो। हामी सनसेट हेर्नलाई यहाँ यसरी बसेछौँ सबजना सनसेट हेर्नलाई। अब त्यहाँ गाउँ गएर हेर्ने भनेको अलि ढिला, हामी सुस्ताहरू अलिक पुगिएन। अब यहीँबाट सनसेट हेऱ्यो अनि अब हामी जान्छौँ। यो चाहिँ हाम्रो ताङतिङ गाउँ प्रिटी छ। यही हो हाम्रो ताङतिङको सनसेट प्लस हाम्रो कुकुर। सानो थाक्यो है। लास्ट डे हामी चाहिँ आउने बित्तिकै अहिले चिया नभन्दै लिएर आइदिनु भयो। गुड सर्भिस। यहाँ हो बस्ने हामी चाहिँ सूर्य गेस्ट हाउसमा। अब हामी यहाँ खाना खानलाई बस्दैछौँ। हालत बेहाल छ आज सबैको। हाम्रो कति डाँडा हेर्न नि मन छैन।
धेरै हिँडेर बट स्टिल डाँडा छ ओके गाइस वी आर भेरी टायर्ड यस भेरी टायर्ड रुमबाट भर्खर ठ्याक्क हाम्रो खाना आयो ताङतिङको खाना चाहिँ यस्तो छ अहिले चाहिँ अब हामी खाना खाएर आएको ताप्दैछौँ बहिनीले हात चलाइहाली जस पोलिहाली अनि हामी सबैजना यहाँ खुट्टा सेक्दैछौँ त्यही हो अब यहाँ खुट्टा रिकभरी गोइङ अन यसरी लास्ट खुट्टा मेरो त्यो घुँडा त अति नै दुख्यो त्यही भएर घुँडा रिकभरी गोइङ अन सबैको त्यही हो गुड मर्निङ फ्रम ताङतिङबाट चाहिँ वाइल्ड राम्रो भ्यू देख्छ मेरो चाहिँ स्वर पनि गइसके जस्तो छ तर त्यो मादी खोला यो गाउँ यो मादी खोला यो हाम्रो हिमाल यो त्यही हिजोको सिक्लेस वाउ कस्तो दामी देख्छ यहाँबाट हो यो चाहिँ चिप्ली गाउँ हो त्यो हामी हिजो चिप्लेको वाला म यसो देखाउँछु यहाँबाट नि गाउँ चाहिँ राम्रो देख्दो रहेछ है यो चाहिँ गाउँ भयो ताङतिङको अनि त्यो पुल झुलुङ्गे पुल जुन हामी हिजो बागी क्लिप बनाइरहेको थियौँ हिँडी त्यो भयो चिप्ली गाउँ जोड्ने त्यहाँ हामीले खायौँ तरकारी सरकारी अनि त्यहाँबाट यता आएर त्यहाँबाट सिक्लेस गेट रेडी विथ अस मेरो मुखले मैले गुड मर्निङै भन्छ होइन हाई गुड मर्निङ ताङतिङमा एन्ड गेट रेडी विथ अस हामी चाहिँ यहीँ अगाडि रेडी हुँदैछौँ अब छोडिदेऊ त्यो के भयो 10 रुपियाँको तिम्रै हो जोस् यो भ्यू अगाडि यस्तो राम्रो भ्यू अगाडि हामी यहाँ यत्रो मेकअप गर्दैछौँ यो अनि खोलेर राखेको त नि लौ अनि लाउँदैछु क्या म यहाँ गेट रेडी विथ मी गर्दै थिएँ नि त नि छ के मेरो गेट रेडी विथ ल्याउ त त्यो पक्क अब हात पुस्न परेन मेरो यहाँ गेट रेडी विथ मी गर्दै थिएँ यार सरी गाइज अब गेट रेडी विथ मी होइन आफ्टर गेटिङ रेडी म आउँछु भ्लग बनाउन हाम्रो ब्रेकफास्ट रेडी अब हामी खान्छौँ अन्डा चाहिँ म खान्दिनँ होला अरू चाहिँ म खान्छु सबै हाम्रो फुड ब्लगरज्यूले फेरि कन्टेन्ट आफ्नो लागि बनाउँदै हुनुहुन्छ हैरान भइसक्यौँ हामी सुरु भयो हामीलाई नि यसो मेन्सन हानिदिनुहोस् प्लिज त्यही हो विथ दिस भ्यू सब्सक्राइब गर्ने फलो गर्ने भनेर प्लिज फलो बाइट्स एन्ड बाइट्स गाइस यस त्यही हो रोटी जुन गाउँमा सबै गाउँमा यो रोटी हुन्छ यो रोटी एन्ड चना यो रोटी अनि चना अनि मेरो कालो चिया बस्दैछु घाम तापेर म चाहिँ वाइल्ड मलाई चाहिँ अलिक गाह्रो भयो घुँडा दुखेर त्यही भएर म चाहिँ अब काहीँ निस्किन यहीँ हुन्छु होला अनि दिदीहरू बहिनी चाहिँ उता गाउँ डुल्न गए यसो एक्सप्लोर गर्न म पहिला नै आएको तिनीहरूको फर्स्ट टाइम थियो ताङतिङ त्यही भएर म चाहिँ खासै गाउँ डुल्न जान चाहिँ अलिक एनर्जी पुगेन त्यही भएर म चाहिँ यहीँ बसेर हिमाल हेर्दै बसिरहेको छु यो मेरो यो अति दुख्यो के खुट्टा मेरो स्टोरी सुनाउन आएँ अब मेरो केही काम भएन यहाँ बस्दा बस्दा मलाई अल्छी लाग्यो हिजो हामी त्यो डाँडाबाट सिक्लेस गयौँ समवेयर डाउन हियर यतै होला यहीँ कतै बस्यौँ नि यहाँ हो कि यता हो त्यो पछि हामी ताङतिङ आउनको लागि सुरुमा हामी पार्क गयौँ बिहान हो यहाँ माथि पार्क छ यहाँ माथि हो त्यो पछि हामी फेरि तलै आयौँ यहाँ त्यो पछि हामी हिँड्यौँ यहाँ पुरै यहाँबाट यहाँसम्म हिँड्यौँ अनि यहाँबाट होला कस्तो फोकस भने यहाँबाट तल झऱ्यौँ पुरै कता घुमेर कहाँबाट यहाँ फाँटमा पुग्यौँ यो फाँट पछि म त यहाँ झुलुङ्गे पुल होला यहीँबाट क्रस होला भनेको होइन रहेछ त्यहाँबाट फेरि तल कता घुमेर अनि त्यहाँ तल खोलामा पुग्यौँ अलि उता अनि त्यहाँ रहेछ पुल अनि त्यहाँबाट क्रस गरेर यो डाँडाको पछाडि पुग्यौँ फेरि त्यो डाँडा माथि कताबाट चढेर हो यो टर्निङ पोइन्ट हुन्छ यहाँ आइपुग्यौँ म त यो टर्निङ पोइन्ट पछि होला ताङतिङ भनेर त त्यो टर्निङ पोइन्ट पछि यहाँ अर्को डाँडा यता रहेछ अनि फेरि एकछिन खुसी भयौँ त्यहाँनिर हामी अनि ठ्याक्क घुमेर यहाँ पुग्यौँ यहाँ सनसेट भएको थियो यहाँ बसेर हेऱ्यौँ सनसेट अनि पुरै घुमेर यहाँ आउँदाखेरि यो गाउँमा आउँदाखेरि हामीलाई 5 घन्टा लाग्यो
गाउँ डुल्दैछु यसै हामीहरू सबैजना भएर अनि यही हो गाउँ त अब हिजो मैले देखाइसकेँ क्लिप बाई गरिदेऊ मेरो नाम टिचर हो टिचर गुड मर्निङ टिचर भन्ने हो तिम्रो के हो ल टिचर चोर सर सर अरे तिम्रो नाम चाहिँ के हो भनेको सर अरे मैले टिचर भने नि त मैले चोर भन्नु सुनेको फेरि ओ वाउ अगाडिको ल्यान्डस्केप हेर न त्यहाँ हाई एभ्रिवान अब चाहिँ हाम्रो भ्लग यही एन्ड गर्छौँ किनकि अब यहाँबाट सिधै हामी पोखरा जाने हो त्यही भएर बिचमा केही छैन त्यस्तो कतै रोकेर केही गर्नेवाला सिधै बस चढ्ने जाने सुत्ने त्यही भएर अब चाहिँ भ्लग यही एन्ड गर्छौँ अनि हाम्रो तानतिङको स्टे चाहिँ एकदमै रमाइलो भयो प्लस सिक्लेसको पनि प्लस हाम्रो बाटोको खासमा हामीले सिक्लेसबाट फेरि पोखरा गएर फेरि पोखराबाट फेरि ताङतिङ गर्ने प्लान थियो तर त्यहाँको वारिपारी डाँडा भएपछि हिँडौँ भनेरै हिँडेको झन् 5 घन्टा लाग्यो यस बट रमाइलो भयो सो होप यु गाइज इन्जोय हजुरहरू नि धेरै कोरीसम्म हिँड्न सक्नुहुँदैन भने सिक्लेस आउनुहोस् सिक्लेसबाट ताङतिङ हिँड्दै आउनुहोस् अनि ताङतिङ नि बस्नु जस्ट रमाइलो छ सानो ट्रेक छोटो ट्रेक 5-6 घन्टाको ट्रेक माथि खोला तरेर आउँदा चाहिँ रमाइलो हुन्छ त्यही हो होप यु गाइज इन्जोय दिस भ्लग बाई बाई प्लिज वोट गरौँ वोट पनि गरौँ ओके वोट वाटर बिरामी